गाइज वेलकम ब्याक टु माई च्यानल न्यू भिडियो। अनि आज चाहिँ एकादशी अनि आज चाहिँ हाम्रो घरमा चाहिँ मेरो बहिनीले व्रत लिन्छ अरे। अनि त्यसपछि हेर्नुहोस् त माला पनि उनेर रेडी भइसक्यो। देखाउँछु ल एकछिन। हेर्न सक्नुहुन्छ यति लामो माला रेडी भइसकेको छ। बहिनी कस्तो लागिरहेको छ व्रत लिँदा? राम्रो। हेर्नु मैले चाहिँ नुहाइसकेँ। अब चाहिँ म पूजा गर्छु। हेर्नु त यहाँ त फेरि पानी पर्यो। पानी त रोकिनुको नामै लिँदैन होइन। त्यहाँदेखि मम्मीले त्यहाँ परसम्म लुगा धुनुभएको। अब सबै भिजेर चिसै हुने भयो। अनि यहाँको फुलहरू पनि हामीले बाहिर निकालिदिउँ। हेर्नु न जम्मैतिर हिलो भइसक्यो। मैले चाहिँ म्याथको प्रोजेक्टको लागि कभर पेज बनाएको छु। हेर्न सक्नुहुन्छ राम्रो भएको छ नि। यो चाहिँ मैले युट्युबदेखि भिडियो हेरेर बनाएको। हजुरहरू पनि बनाउन सक्नुहुन्छ। हेर्न सक्नु त यति राम्रो कभर पेज भएको छ। अब चाहिँ म अङ्कल मेरो बहिनी अनि त्यसपछि मेघना चाहिँ अब गयौँ बाइकमा कता हो। राम या त धान पुरै सुत्दैछ। त्यसलाई के पो भन्छ? मेरो बाबाको यता टिकटकको सुट चल्दैछ। बहिनी यता पढ्दैछ। आज चाहिँ मैले धेरै भ्लगहरू रेकर्ड गरिनँ। जे जति गरेँ राम्रै छ। आजको लागि यति नै। भोलि भेटौँला। बाई बाई।